हेलो एभ्रिवान, मिस्टर एडी तपाईँहरू आज यो पार्कमा यो मौसममा तपाईँहरूको सामु म छु। हेर्नुहोस् कस्तो छ दामी। वाव, जुनसँग अर्को जुन देख्दै हुनुहुन्छ कस्तो दामी छ। विशाल सर, तपाईँलाई आजको यो मौसम कस्तो लागिरहेको छ भन्न सक्नुहुन्छ? आज कस्तो भइरहेछ मौसम? हाउ इज द मौसम इज? いい天気や日本語で喋ってるんですね。इतेन्की भने इतेन्की भन्नुभयो उहाँले। इतेन्की भनेको चाहिँ आजको मौसम अत्यन्तै मिठो सुगन्धमय सुगन्धित मौसम छ भनेर भन्नुभयो है। त्यो चाहिँ नेपालीमा भन्नुपर्दा कस्तो दामी हो कि आजको मौसम, बयाँ गरेर साध्यै छैन। अति मिठो सुगन्धित सच्चित हावा चलिरहेको छ। आहा, बल्ल जापान आएर फर्स्ट टाइम जापानको फिल लिए जस्तो अनुभव भइरहेछ। योभन्दा अगाडि त होइन, जाडोले सुरुमा हामी आएको कुन महिनामा भन्दा नोभेम्बर महिनामा 11 तारिक ठ्याक्क जापान टेकिया थियो। सुरुमा आउँदाखेरि त पुरै त्यो जाडो कठाङ्ग्रिएर है, दुईवटा पन्जा लाउँदाखेरि पनि त्यो पन्जाबाट नि हावा छिरेर यस्तो जाडो कहाँ आयो यार, यस्तो मर्ने ठाउँमा भन्ने फिल भइरहेको थियो है। बिस्तारै बिस्तारै टेम्परेचर अझै इन्क्रिज भयो, हिउँ पऱ्यो। यस्तो यार गाह्रो हुन्छ होला यार यहाँ सर्भाइभ गर्नलाई भन्दै त्यस्तो फिलिङ्स आइरहेको थियो। पछि पछि बिस्तारै बिस्तारै एड्याप्ट हुँदै गयो। अनि अहिले चाहिँ अब बिस्तारै गर्मी सुरु हुँदैछ। रोकुगाछु अहिले रोकुगाछु मानौ जुन, अब बिस्तारै जुन, आज अहिले मे छ, जुन आउँछ, जुन जुलाई अगस्त हाचिगाछु अझै गर्मी हुन्छ। तर अहिले चाहिँ टेम्परेचर मेन्टेन छ। अहिले चाहिँ आज चाहिँ दिउँसो अत्यन्तै गर्मी थियो, तर अहिले चाहिँ दामी छ मौसम। पानी पर्छ होला सायद 1 बजीतिर, सायद छ अहिले चाहिँ मौसम। वाउ, ब्युटिफुल। आहा, मेरो नजिकमा जुन हेर्न सक्नुहुन्छ तपाईँ, कति सुन्दर शान्त। सौकतै दाग लाग्ला भन्ने डर। कति दामी हो। यो चाहिँ जापानको पार्क हो। म अहिले पार्कमा बसिरहेको छु है। ठ्याक्कै अहिले बेलुकाको 10 बज्न लागिरहेको छ। हेर्नुहोस् लाइट पनि कस्तो दामी छ। त्यसपछि यो तपाईँले बस्ने ठाउँ छ, तपाईँको साइडमा कस्तो छ पार्क तपाईँ हेर्न सक्नुहुन्छ। जुन रुखहरू हावाले हल्लिरहेका छन्। लाइटिङ हेर्न सक्नुहुन्छ कस्तो दामी। लाइटमा म चम्किरहेको छु। तपाईँले विशाल तान मस्तोमा बसिरहनु भएको छ। देखिनु भएको छैन, त्यही पनि त्यहाँ हुनुहुन्छ। हावाको अत्यन्त सुगन्धित लिइरहनु भएको छ। हावाले मलाई उडाउँछ क्या हो। यता छ आजको मौसम। ल, यति नै भयो आजको ब्लग। यही अन्त गर्न चाहन्छु। बाई बाई, सी यू इन आवर नेक्स्ट ब्लग। बाई बाई।